जय माता दी साथीहरु, हामी चाहिँ अहिले अब दिल्ली वैष्णव देवीबाट दिल्ली आइपुग्यौं। यहाँ दिल्ली हामीहरू राजघाट जहाँ गान्धी समाधि स्थल हामी हेर्न पस्यौं। हामीहरू यहाँ भित्र सबैजना पसेका छौं हेर्नको लागि। हेर्नु कति राम्रो भ्यू छ। हामीहरू बिहान मर्निङमै गएका छौं किनकि हामीसँग समय कम थियो र हामीले आधा घण्टा जति हामीहरू भित्र बस्न सक्यौं, तर समय पुरा लिएर जानुपर्छ। राम्रो लाग्छ। हामीहरू भित्र बस्ने बित्तिकै दिदी बहिनीले चाहिँ पुरा भिडियो बनाउन स्टार्ट गरिहाल्यौं। हेर्नु त कति राम्रो जग्गा। कालो चस्मा लगाएर हिरोनी भएर हामीहरू भिडियो बनाइहाल्यौं। यहाँ कति राम्रो हरियो घाँस। बिहान मान्छे योगा मेडिटेसन गर्न आउँदै रहेछन् किनकि हामीहरू बिहानै गएका थियौं। अब हाम्रो घुर्ने समय पनि भएको थियो, त्यही भएर हामीले माने एकै दिन हामीले सबै दिल्ली हेर्नु पर्ने थियो। त्यसले गर्दाखेरि हामीको माने फर्स्ट सबैतिर घुर्यौं। अब यहाँ मैले बुइनी चाहिँ पुरा एकदम भिडियो बनाउन लागिरहेछ। कहिले मुख थुतुन उचालिरहेछ, कहिले हात एउटा देखाइछ, कहिले एकदम दौडा बडी अम्लो देखाइरहेछ। त्यसरी नै उच्च पुरा भिडियो बनाउन थाले। हामीहरू चाहिँ पुरा अब हेर्न थाल्यौं गान्धी समाधि स्थल। हामीहरूसँग जति आएका थियौं सबै हामीहरू यताउति छरपट्ट भएर हामीहरू हेर्न थाल्यौं। अब त्यहाँ गएपछि अब कसैलाई नै पत्तो नदिई आफै जब हेरेर अनि हामीले यहाँ फोटो उठायौं। गेट एन्ट्री हुने बित्तिकै हामीले फोटो उठायौं। हामीले घरका फ्यामिली काका काकीहरू नि उठाउन थाल्नु भयो। त्यहाँ पछाडिबाट हेर्नु गान्धी समाधि स्थल जहाँ गान्धीजीलाई राखेका थिए, त्यहाँ हाम्रा मम्मी बाबुले पनि उठाउनु भयो। लगतै हामीकी छानीमाले पनि फोटो पोज दिनुभयो। बाबु मम्मी बहिनी सबै फोटो उठाउन थाल्यौं त्यसरी नै। अनि सबैले उठायो, म चाहिँ कहाँ रहन्छु भनेर म पनि पुरा फोटोको पोज दिन थाले। अब राम्रो लाग्यो गएर। त्यहाँ कति राम्ररी गान्धीजीको समाधि स्थल सजाएर राखेका रहेछन्। एनी टाइम दियो बलिराख्दै रहेछ। त्यहाँ पछाडि रघुपति राघव राजाराम सङ्गीत पनि बजिराख्दै रहेछ। कति मजाले यहाँ हेर्नु त कति मजाले सजाएर राखेको छ। यसरी नै हामीले गान्धी समाधि स्थलमा चाहिँ पुगेर आयौं। हाम्रो फुपूले नै उठाउनु भयो। हे राम भनेर चाहिँ यहाँ चाहिँ लेखेको रहेछ। त्यो चाहिँ पनि गान्धीजीले मर्ने बेलामा वर्ड थियो अरे, त्यही भएर त्यो लेखेका अरे। यसरी नै हामीहरू गान्धी स्थल हामीले